गुड आफ्टरनुन सबैजनालाई है। अन्त आज चाहिँ देखिहाल्नु भयो होला है, हङकङ मार्केट जाँदैछौँ हामी चाहिँ। साथमा चाहिँ म र मेरो वाइफ छ। अन्त हङकङ मार्केटमा चाहिँ आज हल्का सपिङको लागि लगेर गएको थिएँ मैले चाहिँ मेरो वाइफलाई। अन्त भित्र जाँदा जाँदा यी नाइट सुटहरू पहिला आयो। अन्त यो नाइट सुट चाहिँ मन पराएन हामीले, हेर्नु थाल्यो हामीले प्यान्टहरू होइन, प्यान्टहरू बेबीले चाहिँ यो प्यान्ट मन परायो, तर कलर चाहिँ अर्को ग्रिनमा है। यो लिएर अनि चाहिँ 500 रुपियाँ भनेर बोलाएको थियो मलाई, तर बादमा चाहिँ के हेर्यो 1500 रुपियाँ भन्छ फेरि हो। त्यहाँबाट हामीले चाहिँ क्यान्सल गरेर लास्टमा यताउति गरेर दाम मिलायो। अन्त लास्टमा चाहिँ हामी चाहिँ यो कुर्ता दोकानमा गयौँ। कुर्ता दोकानमा चाहिँ हामी झन्डै स्क्याम भइपठायौँ। 850 चाहिँ यो कुर्ताको दाम थियो, तर 850 गुगल पेबाट चाहिँ पे भएको थिएन। अन्त पे भएन, मैले क्यास दिएँ होइन। क्यास दिँदाखेरि चाहिँ भने चाहिँ गुगल पे ट्राई गर्दाखेरि चाहिँ पैसा चाहिँ काटिएछ, तर यहाँबाट चाहिँ काटेको देखाएको थिएन, प्रोसेसमा थियो। अन्त यसरी हेर्दा 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 बसिरहेको थियौँ। त्यहाँबाट तपाईँले बिल पनि हेर्नु सक्नुहुनेछ है, यहाँनिर हो 850 पे भइसकेको छ। अन्त लास्टमा चाहिँ यस्तो भयो, हेर्नु न, पे भएर हामी पैसा चाहिँ काटिसकेको छ। मैले क्यास पनि दिएँ हो यसमा। यस्तो भयो। त्यहाँबाट लास्टमा चाहिँ हामीले किनिसकेर चाहिँ घरमा आइसकेर चाहिँ बेबीले ट्राई गरेको हेर्नुहोस्, धेरै कुराहरू ट्राई। यो चाहिँ जुडियोमा किनेको हामीले है, जुडियोको चाहिँ देखाउनु पाएन तपाईँलाई है, सरी यसको लागि। जुडियोमा किनेको यो जामा चाहिँ ट्राई गर्दैछ बेबीले। अन्त यो कुर्ता यही दोकानमा, यो कुर्ता किनेको दोकानमा चाहिँ हामी झन्डै स्क्याम भइपठायो। तर आज चाहिँ रिफन्ड चाहिँ हुने भयो, पैसा चाहिँ केही पनि छैन त्यसमा होइन। अन्त यो कुर्ता पनि ट्राई गरिसक्यो बेबीले हो। अब अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ हेर्दै जाउँ अर्को चाहिँ के रहेछ है। अर्को चाहिँ तपाईँको यो चाहिँ कुर्ताको चुन्नी हो, चुन्नी पनि ट्राई गर्यो बेबीले मजाले। हाँस्दै हाँस्दै ट्राई गर्दै बसेको घरमा आएर बेलुका हो। मन परायो बेबीले सबै कुर्ता पनि मन परायो, ठिकै पनि भयो, राम्रो पनि भयो होइन। ठिकै छ, एकदम पर्फेक्ट लाग्यो। अन्त चाहिँ फेरि यहाँनिर यो पनि जुडियोबाटै किनेको। यो चाहिँ के भन्नु खै, टप र सुरुवाल होला है, तर एकदम राम्रो हो। यो दुइटा गरेर चाहिँ 1500 लाग्यो हो बेबीको। 1500 कुनै कति रुपियाँ समथिङ कति थियो यो, तर राम्रो लाग्यो मलाई। यसो हेर्दा पनि कपडा राम्रो थियो हो। यो चाहिँ जुडियोको माल हो होइन, बेबीलाई सुहाएले राम्रो देख्यो। अनि यो चाहिँ अब लास्ट पिस हो, प्यान्ट र भेस्ट है। यो एउटा भेस्ट र प्यान्टको सेट किनेको हो। अन्त अर्को पनि एउटा भेस्ट चाहिँ किनेको छ, अन्त त्यो पनि देखाउने छौँ। अन्त बेबीले चाहिँ भन्दैछ राम्रो देख्यो कि देखेन भन्दै नाप्दै बसिरहेको थियौँ। अन्त अर्को टी सर्ट चाहिँ यो हो है, प्रिन्टेडमा। अनि लास्टमा चाहिँ हामीले यो हाफ प्यान्ट घरमा बस्दा लाउने भनेर किनेको हो। थ्याङ्क यू सो मच फर वाचिङ।